Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Hello guys, आज हामी बनाउन जाँदैछौँ भिडियो। त्यसैले लाइक सब्स्क्राइब शेयर गरिदिनु होला, म्यासेज गरिदिनु होला। अनि आज हामी बनाउन जाँदैछौँ बहिनीको बर्थडे। अनि यहाँ मकै छोडाउने काम हुँदैछ। अनि आज कसरी बनाउँछौँ हामी बहिनीको भिडियो कस्तो कसरी बनाउँछौँ भनेर देखाउन जाँदैछौँ। अनि आज अब देखाउन जाँदैछु। लाइक शेयर सब्स्क्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु, फलो गरिदिनु होला। यो मान्छेको बर्थडे आज भर्खर 1 वर्ष पुग्न आँटेको छ। 5 महिनाको बच्चा जस्तो देखिन्छ। छोटो छोटो बनाउनु पर्छ। कहाँबाट आयो, कसले लिएर आयो, किन ल्याएको, के को लागि पढाएको, के बनाउने योजना हो। हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट ब्लग। आज हामी कान्छी छोरीको बर्थडेमा छौँ। ठुली छोरी, छोरो अनि यहाँ पाहुनाहरू छन्। हामी आज के गर्दैछौँ त आज बर्थडेको दिन भनेर तपाईँहरूलाई देखाउन चाहन्छौँ। आज बिहानदेखिको बेलुकासम्म केक काट्दासम्मको चाहिँ दृश्य कस्तो हुन्छ सर्टमा तपाईँहरूलाई हामी देखाउन चाहन्छौँ। यो चाहिँ मेरो भ्लग होइन, छोरीको भ्लग हो। छोरीलाई चाहिँ मैले सिकाउँदैछु कसरी भ्लग बनाउने भनेर। यो मकै आएको छ। यो मकै चाहिँ देवी झोडाबाट आएको हो। यो मान्छेले लिएर आएको। अब तपाईँहरूले चिन्नुहुन्छ हुन्न, म चाहिँ खासै यसलाई चिन्दिनँ। यो मकैलाई खासै केही गर्ने योजना त छैन। पहिला छडाउने योजनामा हो। सबैले मकै पोलेर खान्छन्, उसिनेर खान्छन्। हामी चाहिँ यसलाई स्विट कर्न बनाएर जसरी पार्टीमा तपाईँहरूले खानुभएको होला, बिहे पार्टीहरूमा, विभिन्न पार्टीहरूमा त्यस्तै बनाउने योजनामा छौँ हामी। अब कस्तो हुन्छ थाहा छैन। अब यो हाम्रो नयाँ प्र्याक्टिस हो घरमै। पहिला हामी यसलाई यो मकैले सबैलाई छडाउँछौँ। यसरी चाहिँ हामीले काम सुरुवात गरेका छौँ। थुप्रै कामहरू छन् आज गर्नुपर्ने मध्ये। के हुन्छ सर्टमा तपाईँहरूलाई चाहिँ हामीले देखाउने योजना रहेको छ। अगेन वेलकम ब्याक टु आसुबा पास्तोला ब्लग। यो दोस्रो च्याप्टर हो है। हाम्रो पहिलो च्याप्टर थियो सकि नसकी हामीले चाहिँ बारबिक्यू गरेको थियौँ। चिकन बारबिक्यू, होल चिकन बारबिक्यू गरेको थियौँ भने आज चाहिँ हामी बर्थडेको दिन, कान्छी छोरी आभानीको बर्थडेको दिन चाहिँ के गर्दा रहेछौँ भनेर सर्टमा तपाईँहरूलाई चाहिँ हामीले देखाउने छौँ। कुरो बुझ्नुभयो नि तपाईँहरूले, कुरो बुझ्नुभयो नि। यो च्याप्टरलाई पनि लाइक सेयर सब्स्क्राइब कमेन्ट गरेर चाहिँ सपोर्ट गर्नु होला है त। धन्यवाद। के गर्ने रे अनि गरिदिनु होला है त। हामी भेट्ने छौँ अब यो मकैलाई स्विट कर्न बनाउने बेलामा प्रोसेस देखाउनेछौँ है त। ओके, सी यू। अब हामी पखाल्ने तर्फ जाँदैछौँ। अर्ग्यानिक हो, खासै पखाल्नु त पर्दैन थियो, तर यसमा अलिअलि मकैहरू उयोको भएर खिरा पनि छ कि भनेर हो। यसलाई के खानु भने मकै बोइल भइसकेको छ।
स्विट कर्नको लागि हामीले यो बोइल गरेर रेडी गरिसकेका छौँ। अर्को भाँडामा चाहिँ मोमो पाक्दैछ। मोमो चाहिँ केटाकेटीले मोमो खानेर मोमो पाक्दैछ। चिकन रोस्टको लागि चाहिँ यहाँ सामान रेडी भएको छ भने यो चाहिँ मटन सुपको लागि मटन रेडी हुँदैछ। अन्डा हाल्यो, त्यसपछि चम्चा कहाँ राख्यो भने लसुनको पेस्ट, त्यसपछि अदुवाको पेस्ट, त्यसपछि मैदा, त्यसपछि मकैको पिठो, टिमुरको पाउडर हालियो, त्यसपछि बेसार, रेड चिल्ली चाहिँ नखाउँ होला जस्तो लाग्यो हामीलाई धुलो। अनि अब त्यो हरियो चिल्ली नै ल। त्यसपछि अब हामी नुन हाल्छौँ, अलिकति सल्ट, केचप पनि हालिसक्यो अलिकति। त्यसपछि हामी कागती हाल्दैछौँ। त्यसपछि यसलाई चाहिँ हामीले मोल्छौँ। रोस्ट बनाउने कार्यक्रम हुँदैछ। बेलुन फुलाइसक्यौँ हामीले। यहाँ साग भुइन्छ अनि यहाँ मान्छेहरू आइसक्नुभयो। फ्री फायर खेल्ने मान्छे यही हो। आसुवा भन्दा प्रो हो। मैले खेल्दिनँ यो फ्री फायर। सेवा भिडियोमा सबैजना आउने हो। आलु काट्दै हुनुहुन्छ ठुलो मामु। ठुलो मामु आलुको अचार बनाउँदै हुनुहुन्छ। आलुमा मम्मीले साग काट्दै हुनुहुन्छ। हामीले अघि नै काम गरिसकेर त्यसपछि हामीले बनाउन थालेको ब्लगमा आयो। यही बेलामा गाइज बिरालो आँखा कस्तो टल्केको छ बिरालोको हेर्नुहोस्। अस्ति नै बिरालो यही आएको थियो, मैले भगाएको। मटन सुप हो यो। साग पाक्न लागेको छ। कागती भित्र छ। मिठो अचार बनाइसक्नु भयो भाइले। सबैभन्दा मिठो अचार हो यो। मलाई दिन त पहिले हैन फोटो खिचेर नि पैसा दिएन त के पैसा हेर्ने
त्यसरी भने कि माथिबाट गर्न त्यसले चाहिँ माथि फर्काएर सबैले ताली बजाउनु त ह्यापी बर्थडे भनेर उडा 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 Happy birthday to you. आभानीको फर्स्ट इयर सेलिब्रेसन फर्स्ट बर्थडे सेलिब्रेसन यसरी गरिरहेछौँ हामीले। अलिकति खुवाइदिएन यस्तो अम्लाले यति नलैदिएछु गरेर भयो 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 खाइदेऊ न वान्जा गर्नु भने पनि कोही फ्री वान्जा कोही भर वान्जा उठ भाइ उठ नाच नाच उफ्रिने उफ्रिने त हो के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ड्युटी भएर हामी हेरेको हेरै 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 उठाइदेऊ उठाइदेऊ Hey!
चाहिँ बढी टिक्छ आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्च भएर यहाँ चर्चा भएको छ म पैसा उडाउँदै म गाडी गुडाउँदै म धुलो उडाउँदै मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै यस्तै हिँडेको मैले छैन चिनेको तिमी को हो कट्टा सट्टा फाल्दिएर पिस्तोल किन्देको ओए कट्टा सट्टा फाल्दिएर पिस्तोल किन्देको तिमी को हो ओए यस्तै ल्याङ भएर पिस्तोल किन्देको मैले यस्तै ल्याङ भएर पिस्तोल किन्देको अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट दोस्त की दुश्मन आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ